साथीहरु तपाईले केही दिन अगाडि मात्रै साल्पा विकास बैंक लिमिटेड कम्पनीको आईपीओ शेयर भर्नु भएको थियो होला र यस कम्पनीको आईपीओ रिजल्ट कहिले आउँछ भनेर पक्कै प्रतीक्षामा बस्नु भएको होला। तपाईहरुको प्रतीक्षा घडी सकिएको छ किनभने आज यस भिडियोमा चाहिँ म तपाईहरुलाई यस साल्पा विकास बैंक लिमिटेड कम्पनीको आईपीओ रिजल्ट कहिले निष्कासन हुँदैछ त्यस सम्बन्धी सम्पूर्ण जानकारी दिन गइरहेको छु। त्यसैले साथीहरु भिडियो एकदमै इम्पोर्टेन्ट छ, भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र सम्पूर्ण जानकारी दिनु होला। साथीहरु तपाईले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी सँगै रहेको बेल बेललाई अन गर्न भने नबिर्सिनु होला। नमस्कार साथीहरु, म प्रतीक, वेलकम टु न्यू आईपीओ अपडेट। साल्पा विकास बैंक लिमिटेड कम्पनीले तपाई हामी जस्तो सर्वसाधारणको लागि फागुनको 16 गतेदेखि 20 गतेसम्म 14,39,179 किता आईपीओ शेयर चाहिँ बिक्री गरेको थियो भने यस कम्पनीको आईपीओ शेयरमा चाहिँ 23,02,843 जना साथीहरूले चाहिँ आवेदन दिएका थिए भने 1,43,917 जना साथीहरूले चाहिँ यस कम्पनीको 10 किताको दरले चाहिँ आईपीओ शेयर प्राप्त गर्न सफल हुनुभएको छ भने भाग्यमानी 9 जना साथीहरूले चाहिँ यस कम्पनीको 11 किताको दरले चाहिँ आईपीओ शेयर प्राप्त गर्न सफल हुनुभएको छ। अब साथीहरु तपाईहरुको मेन जिज्ञासा भनेको चाहिँ साल्पा विकास बैंक लिमिटेड कम्पनीको आईपीओ रिजल्ट चाहिँ कहिले निष्कासन हुँदैछ भन्दाखेरि यस साल्पा विकास बैंक लिमिटेड कम्पनीको आईपीओ रिजल्ट चाहिँ पुसको 25 गते शुक्रबार आज चाहिँ यस कम्पनीको आईपीओ शेयर बाँडफाँड भइसकेको छ र तपाईहरुले यस कम्पनीको आईपीओ रिजल्ट चाहिँ चेक गर्न सक्नुहुनेछ र आईपीओ रिजल्ट चेक गर्ने लिंक चाहिँ हामीले टेलिग्राम च्यानलमा प्रोवाइड गराएको छौं जहाँबाट सजिलैसँग चाहिँ तपाईले आफ्नो आईपीओ रिजल्ट चेक गर्न सक्नुहुनेछ। तपाईले अहिलेसम्म हाम्रो टेलिग्राम च्यानललाई जोइन गर्नुभएको छैन भने डिस्क्रिप्सनमा चाहिँ हामीले लिंक राखिदिएका छौं, त्यहाँ गएर चाहिँ हाम्रो टेलिग्राम च्यानललाई जोइन गर्न सक्नुहुनेछ र तपाईलाई चाहिँ यस कम्पनीको आईपीओ रिजल्ट परे नपरेको चाहिँ यस भिडियोको तल आएर कमेन्ट गर्न सक्नुहुनेछ। साथीहरु तपाईलाई चाहिँ साल्पा विकास बैंक लिमिटेड कम्पनीको यो आईपीओ रिजल्ट डेट सम्बन्धी जानकारीमूलक भिडियो कस्तो लाग्यो? भिडियो मन परे भिडियोलाई एउटा लाइक गर्नु होला, तल एउटा कमेन्ट गर्न सक्दो भिडियोलाई शेयर गर्नु होला र तपाईले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी सँगै रहेको बेल बेललाई अन गर्न भने नबिर्सिनु होला।